ए गाइज सम्पूर्णलाई फेरि नमस्कार भन्न चाहन्छु। म तपाईहरुको नारायण भण्डारी ब्लग। आशा छ सम्पूर्ण साथीहरु सबै आराममा हुनुहुन्छ होला। जसले मेरो भिडियो हेरिराख्नु भएको छ, जसले मेरो भिडियो हेर्नुहुन्छ, लाइक कमेन्ट सब्स्क्राइब गर्नुभएको छ, तपाईहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मेरा भिडियोहरु जस अबदेखि म प्रायःसम्म कन्टिन्यू दिने कोसिस गर्नेछु। सकेसम्म राम्रो भिडियो तपाईहरुले चाहिँ तपाईहरुको समय खेर नजानी खालको भिडियोहरु बनाउने कोसिस गर्दैछु। अझै समयको बारेमा कुरा गर्न लाग्यो। समय साच्चै कुनै बेला थियो जुन बेला साना साना कुराहरुले पनि हामी खुसी भइन्थ्यो हैन। जुन बालापनका स्कुलका साथीहरु, स्कुल टाइम जुन बेला त्यति बेला एउटा हाम्रो एज थियो, हामीलाई भलिबल खेल्न मन लाग्थ्यो। अनि भलिबल खेल्दै गर्दा एउटा ग्राउन्ड हुन्छ गाउँमा, प्रायः जस्तो यो पहाडको कुरा हो, पहाडतिर ग्राउन्ड एउटा मात्र ग्राउन्ड हुन्छ। हामी त्यो ग्राउन्डमा खेल्न पाउने थिएनौँ। किन पाउने थिएनौँ भन्दा हाम्रो ठुल्ठुला दाइहरूको टिम हुन्थ्यो। दाइहरूले हामीलाई हाल्नुहुन्थेन। समस्या आयो, हामी भलिबल कहाँ खेल्ने त अनि दाइहरू खेल्ने ग्राउन्डकै साइडमा हामी फेरि भलिबल खेल्थ्यौँ। पोलहरू गाडेर, सानसानो गाडेर डोरी हालेर, अनि त्यो हाम्रो बल उता जाँदै दाइहरूको ग्राउन्डमा जान्थ्यो, के गर्थ्यो, अनि दाइहरू रिसाउँथ्यो, अनि हाम्रो पोल उकाएर फालिदिन्थे हैन। हाम्रो डोरीहरू फालिदिन्थे, हामीले गाडेको पोलहरू फालिदिन्थे। अब त्यो बेला अब झगडा गर्न नसकिने, हामी सानसानो लड्न नसकिने, त्यति बेला खास उनीहरू यता खेल्दै गर्दा हामीलाई उता साइडमा दिन पर्ने हो। अनि त्यसपछि सबै साथीहरू मिलेर के गरिन्थ्यो भन्दाखेरि पाखाहरू जुन चाहिँ भिरालो पाखा हुन्छ गाउँमा, अथवा चाहिँ बारीहरू जब बाली नालीहरू सकिन्छ नि, त्यति बेला बारीहरूमा गएर पल्लो बारीको टुप्पा, पल्लो बारी भएको टुप्पाबाट डोरी टाँकेर 5-6 जना 7 जना भएर कोही साथीहरू मकै भुटेर खोल्टीमा मकै लिएर आउँदा त्यो भोग्लाउँदा त्यो मकै खाँदा यस्तो मिठो हुन्थ्यो, यस्तो मिठो हुन्थ्यो त्यो समय। केही कुरा चाहिन्थेन त्यति बेला। ओहो, जस्ट एउटा टेन्सन हुन्थ्यो, घाँस काट्न पर्ने टेन्सन। घरमा एक डुको घाँस काट्न पर्थ्यो। कसरी हुन्छ, बिहानमा हुन्छ बेलुकामा हुन्छ, त्यति घाँस काट्दैपछि घरका नि खुसी। त्यसपछि बेलुका भयो कि त कुनै पनि साथी नभेटी नहुने हामीलाई हुन्छ नि, त्यो एउटा बेला के। कोही साथी त भेट्नै पर्यो, कोही न कोही साथी जानै पर्यो। म त सकिन्थेन, घरमा त एकछिन बस्न सकिन्थेन। मलाई चाहिँ एकदम साथी चाहिन्थ्यो। कहिले कहाँ पुग्थेँ, साथी चाहिँ चाहिन्थ्यो मलाई। त्यति बेला साथीहरू पनि त्यस्तै, सबैसँग भेटघाट हुने, उनीहरूलाई पनि साथी नै चाहिने, त्यस्तै समयहरू थिए। बारीका कालाहरूमा डोरी टाँगेर भलिबल खेल्ने, स्कुल भागेर शुक्रबार कहाँ भलिबल खेल्न जाने, टिम गराएर सेतो सर्ट लाएर स्कुल भाग्ने। हाय त्यो समय, साँच्चै त्यो साथी सङ्गीहरू है, कोही कहाँ गए। आई मिस दोज सम्पूर्ण साथीहरूलाई चाहिँ म एकदम मिस गर्छु। आफ्नो घर परिवारलाई मिस गर्दा, किनभने घर परिवारसँग त बिहान बेलुका बोलिन्छ पनि, तर त्यो सबै साथीहरूसँग त्यही हुन्छ नि, जुन मेमोरीको कुरा, त्यही समयको डोरानको कुरा नहुने कि। अब जस्तो कोही साथीहरू कहाँ जानुभयो, एउटा बोलौँ भने समय नमिल्ने, लामो समय बोलौँ भने पनि समय नमिल्ने। ओहो जिन्दगी हाय तेरी लीला भन्छ नि। जोस् सबै साथीहरूलाई धेरै माया, धेरै सम्झना। बस समय परिस्थितिले टाढा भइयो हैन। अब कहिलेकाहीँ मेसेज आउँदा टाइममा रिप्लाई गर्न पाइन्न होला, अब टाइममा बोल्न पाइन्न होला, के गर्ने, यस्तै छ। कुनै बेला थियो एउटा गाडी देख्ने ठुलो कुरा हुन्थ्यो। ओहो त्यति बेला हामी म्याग्दी जिल्लाको राखु भन्ने गाउँमा जन्मेको। गाडी छ रे भन्ने सुनिन्थ्यो, गाडीसम्म हुन्छ रे भन्ने अलि सानोसम्म मेमोरीमा। मलाई एउटा म र एकजना साथी चाहिँ भागेर गाडी हेर्न जाने भनेर बेनी बजार झर्न लागेको। बाटोमा हामीलाई छोपेर फेरि गाउँमै लैजानु भएको थियो काका काकीहरूले।
हे गर्दा गर्दै समयको लीला आज गाडी छ, कोही साथी छैनन्, खोल्टीमा 1-2 रुपियाँ छ, बसम खाम खाजा भने कोही साथी छैनन्। अब कोही साथीहरू छन्, गाउँकै साथीहरू छन्, अब उनीहरूलाई भेट्ने समय छैन। मलाई याद छ अस्मिन भण्डारीले भनेको कुरा, मेरो साथी ऊ जापान छ, हामी जापानमा नि भेट्थ्यौँ। एक दिन त्यो समय आउने छ जुन बेला हामीसँग पैसा हुनेछ, त्यो बेला हामीसँग साथी हुने छैनन्, समय हुने छैन। अब त्यति बेला पैसा थिएन, साथी थिए, समय थियो, पैसा थिएन। अहिले अलिकति अब 2-4 पैसा दुःख गरेर भनौँ होला नहोला, तर जाम खाम खाजा खाम भन्ने जस खाजासम्म तिर्न सक्ने पैसा छ। अब साथी छैनन्। अब कहिलेकाहीँ साथीहरू हुन्छन्, अब गयो उता ग्रान्ड बिलतिर बस्छन्, मेरो सबै गाउँका साथीहरू सबै हुन्छन्। अब बसौँ बेलुकासम्म बसौँ भने समय हुन्न, बेलुका कसको काम हुन्छ कसको काम हुन्छ, हाय जिन्दगी। यस्तै यस्तै दुःख सुखका कुरा गर्दै नारायण भण्डारी ब्लगलाई म चाहिँ अगाडि लाने कोसिस गर्दछु, लाने प्रयास गर्नेछु। हेरौँ कहिले जाँगर एकदम लाग्छ, कहिले जाँगर लाग्दैन, त्यही नि आई विल ट्राई माई बेस्ट भन्दै जस हरेक दिन केही न केही गराएर हालौँ, हरेक दिन नयाँ क्रिएटिभ तरिकाले हालौँ भनेर सोचिरहन्छु। जस हेरौँ के हुन्छ। र अहिले चाहिँ म भर्खर यो लाइसेन्स नयाँ निकालेको भएर मैले यसरी मोबाइल चलाएर बोल्न पाउन्न हैन, त्यो विभिन्न नियमअनुसार मैले आफ्नो मोबाइलमा म्याप हेर्न पनि पाउँदिनँ। मैले छुट्टै किन्नुपर्छ, यस्तो खालको किनेर यहाँ राख्ने गर्दछु। बिस्तारै यहाँको माथि हुन्छ नि के भन्छ त्यसलाई, ड्यास क्यामेरा, राम्रो खालको क्यामेरा किनेर राख्छु। अनि भ्युजहरू देखाउँदै मेरो नराम्रो बोली कसैलाई नराम्रो लाग्न सक्छ, कसैले कति भिडियो हालेको केही नपाएको भन्ने जस्तो हुन्छ। तर मलाई एउटा भित्रदेखि सोख लाग्थ्यो कि पहिल्यैदेखि नै मलाई सोख लाग्थ्यो यसो हालौँ सेयर गरौँ भन्ने, जुन चाहिँ म अब कन्टिन्युटी दिने कोसिस गर्दछु। सम्पूर्ण साथीहरू हेरेर माया गरिदिनु होला। र मेरा सबैभन्दा प्रिय मित्रहरू जसले मलाई रियल्ली माया गर्नुहुन्छ, प्लिज एकचोटि कमेन्ट गर्नु होला। आई मिस यु अल अफ यु। जिन्दगीको यात्रामा दौरानमा धेरै साथीहरू भेटिए, कति साथीहरू छुट्दै गए, नयाँ साथीहरू बन्दै जाने। आमामा जिन्दगी त म त बोल्न बिस्तारै अझै बुझ्न त बाँकी छ, तर बुझाउँदैछ जिन्दगीले। अब बिहान काम गरेर आइयो, एकछिन रेस्ट गरियो, फेरि बेलुका काम, आउँदाखेरि रात पर्छ, बिहान अँधेरैमा गइन्छ, अनि घाम एकछिन अब देखिन्छ। अब घाम त बाहिर देखिन्छ तर घाम मैले देखाएन, किनभने अघि भित्र बस्यो। अब फेरि काम गर्न गइन्छ र रात पर्छ। यस्तै यस्तै नै जिन्दगी चलिरहेछ। समय मिलेछ भने कुनै दिन बसेर सुनाउला कथा जिन्दगीका। अहिलेलाई चाहिँ यति भन्दै, अब कति भनौँ है, सब्सक्राइब गरिदिनु कति भनौँ, तर समय मिल्यो भने भिडियो हेर्दै गर्नु होला भन्दै यो भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु। हस्त धन्यवाद, नमस्कार। तपाईँहरूकै नारायण भण्डारी ब्लग्स। ओम गणेशाय नमः।